फेरि यता के भयो यार, हाम्रो नेपालमा जनकपुरमा मात्रै यसरी रेल थन्काएर राखेको छ भने त यहाँ कोरियामा पनि राख्दो रहेछ नि। के भएको रहेछ खास? आम्मामा रेल पनि निकै लामो छ यार। आम्मामा के हो, क्याफे एन्ड बेकरी पनि भन्छ यहाँ भित्र। क्याफे बेकरी छ क्या हो? म जान्छु है त। के रहेछ साथीहरू, भित्र जान मिल्ने रहेछ जस्तो लाग्यो है। यसो जाउँ न, के रहेछ? ए हो त रहेछ त यार, क्याफे नै रहेछ त यार, क्याफे रहेछ यार। साला यस्तो बिग्रेको रेलमा पनि क्याफे सञ्चालन गरेको रहेछ यार। हाम्रो नेपालमा नि त्यो तिरपालले छोपेर राखेको रेलमा यस्तै क्याफे खोलेर चलायो भने त हुने रहेछ नि। यस बिग्रेकै मालमा पनि सही सदुपयोग गरेर रहेछ यार। यस्तो ठाउँमा माथितिर रेल कुद्ने, यहाँ त बिग्रेको भए पनि यता ल्याएर राखेको रहेछ।